जापानमा आएर फर्स्ट टाइम फिसिङ गर्न गएको यस्तो भयो। जापानमा फिसिङ रडको मूल्य कति पर्छ होला त? एउटा फिसिङ रडको मूल्य सुनेर साथीले यस्तो भयो भने हामीले किनेको फिसिङ रड फर्स्ट टाइममै किन बिग्रियो त? अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छैन। आज चाहिँ हाम्रो बिदा छ, त्यही भएर चाहिँ हामी जान लागेको चाहिँ फिसिङ गर्न। हामी चाहिँ जापानमा आएदेखि चाहिँ फर्स्ट टाइम फिसिङ गर्न जान लागेको होइन। फेरि हामीलाई आउन त फिसिङको याफ नै आउँदैन होइन, फर्स्ट टाइम हो। हामीसँग फेरि फिसिङ गर्न फिसिङ रडहरू केही नै छैन, त्यही भएर चाहिँ हामी सबभन्दा पहिला चाहिँ फिसिङ रड किन्न गएको होइन। फिसिङ रडहरू लास्टै महँगो रहेछ, हामीले चाहिँ एउटा फिसिङ रड लिएर आयो होइन। अब चाहिँ हामी सिधै जानुपर्ने हुन्छ उमीतिर। आज चाहिँ म देखाउन चाहिँ हामीले कति फिस पो गर्छौँ त है। अनि चाहिँ ढिला नगरेर हामी उमीतिर लाग्यौँ। उमीमा चाहिँ यस्तो दामी भ्यू देखिरहेको थियो होइन, ट्याक्क यस्तो दामी भ्यू देखिरहेको थियो। अनि त्यही फेरि मेरो सँगै काम गर्ने साथी आएको रहेछ कि, त्योसँग चाहिँ एकछिन गफ गरेँ। अनि हामी पनि लाग्यौँ फिसिङ गर्न। सबभन्दा सुरुमा त साथीहरू यता आएर फिसिङ रड टाइम मिलाउँदै थिएँ होइन, म पनि भिडियो बनाउँदै थिएँ। फर्स्ट टाइम भएर होला हामीलाई अलिकति बनाउन चाहिँ टाइम लागेको थियो। अनि चाहिँ फाइनली रेडी भएर हामीले चाहिँ फर्स्ट ट्राई गऱ्यो होइन। फर्स्ट ट्राई गरेको होइन, केही नै आएन, झन् उल्टै बिग्रियो होइन फर्स्ट ट्राईमै। अनि चाहिँ साथीले चाहिँ मिलाउँदै थिएँ। अनि चाहिँ भोक लागेको जस्तो पो, अनि हामीले चाहिँ भोक लाग्छ भनेर खानेकुरा लिएको थियो। अनि चाहिँ हामीले खानेकुरा खायो होइन। अनि एकछिनमा चाहिँ मेरो साथी भएको ठाउँमा आयौँ होइन। साथी चाहिँ फिसिङ गरिरहेको थियो, अनि फिसिङ गरेको चाहिँ हेऱ्यो होइन। अनि चाहिँ साथीहरूले पनि यतातिर फिसिङ गरिरहेको थियो होइन, पर्छ कि भनेर यसरी हेरिरहेको थियो। जति ट्राई गर्दा पनि माछा पर्दै परेन। अनि चाहिँ ढिला पनि भयो, या हुँदैन भनेर हामीहरू चाहिँ सामानहरू प्याक गरेर घरतिर फर्किन लाग्यो। फाइनली आज एउटा नि फिस परेन होइन। साथीले फेरि यता नेक्स्ट टाइम चाहिँ फिक्सै मारिन्छ कि भनेर भन्दै थियो होइन। मैले पनि ल ठिकै छ नि त, नेक्स्ट टाइम पनि आउनुपर्छ भनेर भने। अनि त्यतिकमा चाहिँ हाम्रो घर जाने टाइम भयो होइन। अनि चाहिँ हामी लाग्यौँ घरतिर। आजको लागि चाहिँ भिडियो यति नै होइन। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? फुल भिडियो हेर्न जानुहुन्छ भने युट्युबमा छ होइन, गएर हेर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।